साथीहरू रुने कि हाँस्ने गरेर रुनु बाहेक विकल्प नलाग्छ। के गर्ने गाह्रो छ साथीहरू। देख्न सक्नुहुन्छ साथीहरू अघिल्लो दिनको रोपाइ यस्तो थियो, रातभरि पानी आएर। हेलो साथीहरू, रोपाइ हुँदैछ, देख्न सक्नुहुन्छ यस्तो है निलो आकाश सेतो बादलको मुनिको हाम्रो गाउँमा। यति सुन्दर गाउँ छ कि साथीहरू, पुरै गरेर चाहिँ कहिले पनि थाकिँदैन साथीहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ रोपाहरू चाहिँ रोप्दै हुन्छ। हिल्याएर जोतेर चाहिँ गइसक्नु भएको छ कि राम्ररी हेर्नुलाई साथीहरू, तपाईँहरूलाई पुरै देखाउँछु। अनि यो चाहिँ ठ्याक्क तपाईँले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ ठुलो गैरी खेत भन्छ के भन्छ साथीहरू तपाईँतिर यसलाई, गैरी खेत जस्तै ठुलो बाटो छ। यहाँ चाहिँ के गरिन्छ भने पानी आएपछि चाहिँ मेरो गई चाहिँ मुडहरू पुग्छ कि साथीहरू, यतातिर माथितिर कुदेर हिँड्न सक्नुहुन्छ। तयारी हो। उतापट्टि चाहिँ अब ट्र्याक्टरले जोत्ने क्रममा छ भने अब, तर यो जुन मैले मेरो नजिकै देखाइरहेको चाहिँ अब यहाँ चाहिँ तपाईँको रोपिसकेको छ अवस्था हो होइन। अनि यहाँ देख्न सक्नुहुन्छ अलिकति उतापट्टि छ, त्यो उतापट्टि चाहिँ मान्छेहरूले के गरिरहेको छ त, रोपिरहेको छ। त्यहाँ चाहिँ good morning, thanks for watching.